हेलो गाइज वेलकम टु माई च्यानल। सो गाइज आज चाहिँ म दिक्तेलको भवन गइरहेमा छु। वाउ, यो चाहिँ दिक्तेलको भवन गइरा हो। भवन गइराबाट म रत्न पार्कतर्फ जाँदैछु। दिक्तेल बजारलाई मजाले हेरिदिनु होला। नयाँ साथीहरूले पनि सब्सक्राइब गर्नु नभुलिदिनु होला। यो चाहिँ भवन गइराबाट उता त्रिवेणी चोकतर्फ जाने बाटो। अहिले यस्तो हुँदै रहेछ दिक्तेल बजार। म पनि धेरै वर्षमा आएको हो। ठ्याक्कै यहाँबाट चाहिँ थोरै अगाडिपट्टि चाहिँ पहिले त्रिवेणी चोकभन्दा अगाडिबाट राइट जाने बाटो थियो। अहिले चाहिँ यहाँ प्रवेश निषेध लेखिया रहेछ। त्यही भएर म टक्क अगाडि लाग्छु। अगाडि गइसकेपछिको दृश्य हाम्रो त्रिवेणी चोकको रहेको छ। यो ठ्याक्कै त्रिवेणी चोक यो उता गयो भने हाटडाँडा पुलिस बिटपट्टि गइन्छ भने राइट ल्याइसकेपछि चाहिँ हामी यहाँबाट उकालो लाग्छौँ। उता यसको लेफ्ट साइड राइट साइडमा स्टेसनरी छ। ठ्याक्कै अगाडि जाँदा हाम्रो पहिलो मुभीले पनि हल थियो कि, मतलब फिल्म हल थियो कि। ठ्याक्कै मेरो बुढीले पहिलोचोटि मैले देखेँ चाहिँ यही चोकमा हो क्या। यही चोकमा ठ्याक्कै यो माथिल्लोपट्टिको त्यो होटलको गल्लीनेरि। ओ माई गड। सो फाइनली यति बेला चाहिँ यो कुनै पनि चिज थिएन। भर्खर हामी यसो देखेको थियौँ। टक्क यहाँबाट अगाडि यो दिक्तेल वास्तवमा बजार हो नि त, होइन सिटी हुने खालको ठाउँै छैन। किनभने यो त डाँडा छ। के छ नि स्याल कराउने डाँडा। अहिले अलिकति पहिले भन्दा धेरै सुधार भएको छ। तैपनि यो सिटी हुने खालको छ, होइन। जस भोजपुरभन्दा अलिकति ठुलो छ। भोजपुर त डल्लै छ, होइन सानो छ। तर यो अलिकति लामो छ। तर एक लाइन मात्रै छ, होइन। भोजपुर चाहिँ 2 लाइन भन्दा पनि मिल्छ। वाह, यहाँनिरबाट राइट साइडमा राष्ट्रिय वाणिज्य ब्याङ्क छ। हामी पनि सहयोग यहाँ बेस क्याम्पनेरिको दृश्य हो गाइस। यो चाहिँ हाम्रो बेस क्याम्प। चटो बेस क्याम्पबाट अगाडि लागिसकेपछि खासै त्यस्तो दिक्तेलमा केही पनि छैन। नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गर्नु नभुलिदिनु होला। ठाउँमा यो होम छ। होम चाहिँ दिक्तेलको एकदमै ठुलो छ गाइस, होइन। चाहिने भन्दा ठुलो कि ठुलो बाइकहरू छिर्दैन कि 220 नै ठोकिराखेको हुन्छ। मतलब 130सम्मको ग्राउन्ड क्लियरेन्स भएको बाइकहरू ल्याइयो भने यहाँ हुँदैन। एकदम होम चाहिँ ठुल्ठुलो भएकोले गर्दा बिजोग छ। देख्न सक्नुहुन्छ होम फुटबलभन्दा ठुलो। सो फाइनली म गाइस बजाजको सेन्टर पनि यहाँनिर छ, है। किस्तामा लिन सक्नुहुन्छ। 0% इन्ट्रेस्टमा कहिलेकाहीँ अफर हुन्छ नि त, होइन। नयाँ साथीहरूले सबैजनालाई सब्सक्राइब गरिदिनु होला। म लगभग के भन्छ यो रत्न पार्क निस्किन आँटे है त गाइजहरू। दिक्तेलमा मान्छे हुन्थेन। हाम्रो पालामा त पहिले त प्याकम प्याक हुन्थ्यो। खुट्टा टेक्ने ठाउँ हुन्थेन। पहिले प्रायः गाउँघरमा बजार सजार अनि खानेकुरा नुन तेलको लिनुलाई सबै यहीँ जानु पर्थ्यो नि त, होइन। अहिले घरमै आउँछ। त्यही भएर पनि पहिले जस्तो हुँदैन। एकदम पातलो छ बजार। आज चट्ट एमालेको आन्दोलन भए पनि बजारलाई यो काठमाडौँमा त आन्दोलनको ठुलो प्रभाव पर्छ। तर यहाँ चाहिँ त्यस्तो केही पनि पर्दैन यो जिल्लामा, है। पसलेहरूलाई पनि त्यस्तो केही असर गर्दैन। म ठ्याक्कै रत्न पार्क आइसकेँ। रत्न पार्कबाट थोरै उकालो लागिसकेपछि हाम्रो काउन्टरहरू आउँछ। काउन्टरबाट राइट साइड ल्याइयो भने भोजपुरतर्फ गइन्छ भने लेफ्ट साइड गयो भने काठमाडौँतर्फ हलैसी हुँदै गइन्छ। गेट चाहिँ यहाँको ठिकठिकै बनाएछ। जस यस फोटो म लागेँ गाइज लेफ्ट। नयाँ साथीहरूलाई सब्सक्राइब गर्न नभुलिदिनु। यो हाम्रो दिक्तेलको काउन्टरहरू हो। यो यस्तो छ। जस टेम्पोहरू चाहिँ अहिले प्रशस्तै छ। तर यो बजार एरिया मात्रै चल्छ, नजिक, होइन। रिजर्भमा चाहिँ हलेसी सलेसी पनि जाँदो रहेछ। तर 100 रुपियाँमा गाडीमा पुगिन्छ। 150मा टेम्पोमा 2500 र 3500 अरे। लास्ट एक्सपेन्सिभ छ यार। यसो
डिस्टेन्सको हिसाबले हेर्ने हो भने त पुरा प्लेनको भन्दा महँगो भाडा भएन र त्यो टेम्पोको गाइज टेम्पोको होला नि त्यहाँनिर होइन टेम्पोको के जति स्ट्रङ होला नि त्यो त लास्ट महँगो हो चट्ट यहाँनिर ट्राफिक हुन्थ्यो आज चाहिँ छैन रहेछ स्कुटीहरू अनि तेल पनि प्राइस बढिया छ यो त झन् पहाड हो होइन यहाँभन्दा अगाडि चाहिँ डिटेल भनेर फोटो खिच्ने ठाउँ छ कि बोट होइन अगाडि देख्न सक्नुहुन्छ सबैले यहाँ खिच्छन् बाइक यहीँ तेर्सा र स्याटसँग नयाँ साथीहरूलाई सब्सक्राइब गरिदिनु होला यस्तो चैतको दिन हो तै पनि यति धेरै बादल लागिरहेछ के हो यार यो यस्तो आँखा देखिँदैन थियो अलिक परतिर त होइन मैले यहाँनिर पेट्रोल पम्प छ पेट्रोल पम्प चट्ट फेसिलिटी चाहिँ ठिकै लाग्यो वाइफाई पनि रहेछ चट्ट होइन फोन पे हुन्छ फोन पे भइसकेपछि वाइफाई भइसकेपछि भइहाल्छ होइन ठाउँ ठाउँ चाहिँ एटिएमहरू पनि छ हाम्रो खोटाङको पेट्रोल पम्पमा खोटाङमा पेट्रोल पम्प चाहिँ एउटा मात्रै छ दुईवटा छ तर पहिलेको एउटा पुरानो हो अथराइज होइन होला सायद यो चाहिँ राम्रै अलिक व्यवस्थित छ म जाँदैछु मुरेतर्फ गाइज यहीँ अगाडिबाट पहिले यो माथिल्लो चाहिँ पुरानो पेट्रोल पम्प थियो हामी त्यहीँ लाउँथ्यौँ अहिले चाहिँ नयाँ खोलिसकेका छ भने यहाँबाट रन्केर जानुपर्ने हुन्छ उकालो सो फाइनली हाम्रो खोटाङको भ्लग कस्तो लाग्यो नयाँ साथीहरूले सबैजनालाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला यस्तै यस्तै भ्लग हेर्नको लागि चाहिँ नि सब्सक्राइब गर्नुपर्ने हुन्छ तपाईँहरूले लाइक पनि गर्नुपर्ने हुन्छ है त वाह म कारागारतर्फ जाँदैछु यो चाहिँ हाम्रो खोटाङको रुट हो दिक्तेलको त्यस्तो आहा भन्ने खालको रुट चाहिँ छैन है हाम्रो एकदम बिजोग 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 टाइपको छ हाम्रो खोटाङको रुटहरू चाहिँ च्याट्ट यहाँबाट चाहिँ हामी टर्निङ छ छोटो है यहाँ सरसफाइ गर्दै रहेछन् टर्निङ सट्ट लिउँ टर्निङहरू पनि सानो सानो छ कि ठुल्ठुलो ट्रकहरू आयो भने पनि पुग्दैन कि त्यस्तो टाइपको छ गाइज तपाईँहरूलाई हाम्रो खोटाङ कस्तो लाग्यो अगाडिपट्टि बादल हेर्नु होला 1 मिटर के जति पनि देखिँदैन सबैजनालाई सब्सक्राइब गरिदिनु होला मेरो चाहिँ फोन गर्नुपर्ने भयो ठ्याक्क मैले आउँछु भनेर त्यहाँ कल गरेको थिएँ ओ गड नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला है त गाइज थ्याङ्क यू